सेल्नी पकाइसकेर जेरी पनि कि लुगा लगाएर गोलो बनाएर पता वाउ ल त्यति भन्दा छोरी पहिला त यहाँतिर पुरै टाँगेर हुन्थ्यो बत्तीहरू अहिले। Hello friends, namaste and welcome back to my YouTube channel. I hope everyone is doing well and in good spirits. I am also very happy, friends. Happy Diwali. Today is Diwali for everyone. I want to wish everyone a happy Diwali and gradually express my best wishes for Chhat Festival. Friends, today I am vlogging here. I had woken up from my sister. साथीहरु, यदि सेल चाहिँ मैले पकाए यति साथीहरु, अनि मैले खाना नि बनाइसके अनि मैले चाहिँ यहाँनिर लक्ष्मीको फोटाहरू पहाल्न लागेको छु। यो अनि यहाँ चाहिँ यो के रे पूजाको भाँडाहरू मान्न लागेको छु। साथीहरु, अब म चाहिँ बिहान उठेर एकदमै थकित महसुस भइसक्यो। यति धेरै सेल पकाइसके मैले। आज लक्ष्मी पूजा हो नि त, अनि लक्ष्मी पूजाको दिन चाहिँ सेल चढाउनु रे, मिठो गुलियो कुराहरू चढाउनु पर्छ रे लक्ष्मीलाई भनेको सुनेको थिएँ। सो अनि मैले चाहिँ सेल पकाएँ। अब चाहिँ म यति भाँडाहरू माझ्छु, यो लक्ष्मी अनि यो भाँडाहरू माझ्छु, लक्ष्मीका फोटाहरू धुन्छु। अनि सो साथीहरु, अनि म चाहिँ अनि पकाउन गइरहेको छु। अझै एउटा कुरा पकाउनै बाँकी छ के साथीहरु, मैले पकाइसकेकै छैन। अब चाहिँ म अनि सेल पकाए, एउटा गुलियो कुरा भइहाल्यो। अब चाहिँ म त्योभन्दा गुलियो कुरा पकाउन गइरहेको छु। लक्ष्मीलाई चाहिँ एकदमै मिठो लाग्छ रे क्या, गुलियो कुराहरू चाहिँ एकदमै मन पर्छ रे। सो अनि मैले चाहिँ पकाउन गइरहेको छु के भन्दाखेरि जेरी साथीहरु, अनि म चाहिँ यहाँनिर जेरी पकाउन लागेको छु। यहाँ जेरी यसरी हालेँ मैले चाहिँ, भाँडो नभएर यसरी ताउमा हालेको, किनकि जेरी पकाउने कराई नै छैन क्या मसँग। अनि खानु पर्यो भने त यसरी ताउमा हालेर पनि बनाउँछु क्या। यस्तो भइसक्यो जेरी चाहिँ मैले बनाइसकेँ साथीहरु। अनि जेरी यति पकाइसकेँ साथीहरु। मैले चाहिँ यहाँनिर सेल्नी पकाइसकेर जेरी पनि हालिसकेँ। यति जेरी हालेँ मैले चाहिँ। अहिलेलाई चाहिँ लक्ष्मी पूजा गर्न भनेर चाहिँ मैले यति जेरी हालेको हो। अनि मसँग चाहिँ जेरी पकाउने भाँडो नै थिएन। मैले चाहिँ फ्राई प्यानमा यसरी पकाएँ, तर फ्राई प्यानमा पकाए पनि ठिकै छ, यति यस्तो ठिकै छ, तर खानालाई राम्रै भइरहेछ, हामीले खाने हो। अनि सो अनि यति मैले यहाँ सेल पनि पकाएँ। सो साथीहरु, मैले सबै काम अब घरको सकेँ। अब म चाहिँ नुहाउँछु अनि लक्ष्मी पूजा गर्नलाई चाहिँ म अब न्यू रोड जाँदैछु साथीहरु। न्यू रोडमा गएर चाहिँ, न्यू रोडमा चाहिँ हाम्रो पसल छ, पसलमा गएर चाहिँ हामी म र दिदी, अब दिदी र म चाहिँ भएर न्यू रोड जान्छौँ। न्यू रोड गएर चाहिँ अनि लक्ष्मी पूजा उता पसलमा सकेर अनि आउँछौँ। सो साथीभाइ, अहिलेलाई म चाहिँ रेडी भइसकेँ, लुगा लगाएर नुहाइसकेर रेडी भइसक्यो। अब साथीहरु, हामी चाहिँ जान्छौँ उता पसलमा पूजा गर्न भनेर, लक्ष्मी पूजा गर्न भनेर। दिउँसै पूजा गर्छन् नि त, अहिले लगभग 2:30 भइसक्यो दिउँसोको। अब हामी चाहिँ जान्छौँ। सिस्टर पनि रेडी भइसक्नु भयो, म पनि रेडी भएँ। सो साथीहरु, अब जान्छौँ, त्यही भेटौँला। छोरी हैन लभ गर्नु लाए देखेर मोबाइल निकालेको हैन यसले खासो के हामी चाहिँ यहाँ पसलमा आइपुगिसक्यौँ। के हेरेको? पसल हेरेको
दुम्की दुम्की कति राम्री मान्छे हो यो मान्छे त झन् मामुलाई कस्तो राम्रो देखेको है छोरी भनेको मामु भन्न हेरिस न म कति राम्री भएको छु गरिदिरहेछु यसरी के गरेको सकेर अनि हामी चाहिँ पसलमा आइपुगिसक्यो अनि हामी चाहिँ यहाँ पूजा गर्ने अब यहाँनिर यस्तो डेकोरेट भइसक्यो भाइले गरेको अनि यहाँ चाहिँ यो लिप्छ छोरी मान्छेले लिप्नुपर्छ अरे होइन लक्ष्मी पूजामा लिप्दै आज त छोरी नै होस् तल आज छोरी नै बनाइदिएको हो केही रियाक्सनै आउँदैन त फेरि आज यो छोरी नै हो अनि हामी चाहिँ अब यहाँनिर पूजा गर्छौँ अनि साथीहरू अनि हामी जान्छौँ बहुतै उसमा कस्तो बनाएको छ विशाल बजारमा हामी विशाल बजार जाने त कति बेला अहिले पूजा गर्ने जाने अनि फुत्त पुगेर अनि फुत्त 2-4वटा फोटो हान्ने अनि आउने पोत्न लाग्ने पोत्न स्टार्ट गर्छ कस्तो पोत्दिन्छ नि हेरौँ यस्तो चिया बाक्लो ज्याकेट न हिँड सानो हिँड न पोता कहाँनिर यहीँनिर गर्ने उयोनिर पोतिसो होला अलि यता बसेर पोता यहाँ बसेर पोता पोता गोलो बनाएर पोता वाउ ल त्यति भन्दा ठुलो नबन्नु चुच्चो होइन गोलो बनाउने हो नानी यहाँबाट ल्याउने अब लक्ष्मीलाई यता आइस त कोही त दिदी अङ्कललाई हेलो भन्छ दिदी खोइ भन्छ न देखिएको छ मान्छे चाहिँ यहाँ अङ्कल पनि अलि त एकपट्टि गर न तर होइन यति भन्दा बाक्लो गर्नु पर्दैन हुन्छ लत्रो भाइ बाग्गु भइरहेको सर्विला गर्छ छोरी होइन होला छोरीहरू त कुरा नगर्नु भाइ एउटा दुइटा त पहिला राख्दैौ न होइन घरको लागि दुइटा राख्दैौ न एउटा भयो नि हुन्छ एउटा भयो काउन्टरमा लाने होला त्यहाँ लैजाऊ भाइ खोप्टो यता आइसो बेबी चाल्ने उहाँ पुऱ्याइसो लिप्दै अब उसमा टास्यौ काउन्टरमा हिँड्न मिल्ने बनाइदिएर के उसले हिँड्न मिल्ने बनायो है काम चाहिँ टेकिन्छ भनेर हिँड्न मिल्ने बनाइदिएको तर चाहिँ अगाडि नानी सानीलाई पोत्न आउँदो रहेछ कि नै भनिदिन्छ कसलाई आउँछ त पोत्न भयो कस्तो राम्रो भयो त्यहाँ गोलो बनाइदेऊ न पोत्नी हो कस्तो राम्री बनेर अनि मलाई चाहिँ पोत्न लाएर आफू चाहिँ नपोत्ने हेर्न आफ्नो पसललाई नपोतेर मलाई पोत्न लगाएको घर पोत्छु म घरमा त नपोत्ने यो पालिमा यसलाई लाउँछु भन्नु न यसलाई लाउँछु सधैँ प्राय मैले पसल आएको हामी कति वर्ष भयो लक्ष्मी पूजा भयो त पोत्ने तिमी नै हो सधैँ मैले हो 6 वर्ष भयो पसल आएको 6 वर्ष भयो उहाँ एसटीसीमा होइन एकचोटि मैले पोतेको छु फर्काउनु न आफू बोल्दाखेरि एकचोटि चाहिँ मैले पोतेको छु हौ एकचोटि मैले पोतेको छु कहाँनिर यही पसलमा मैले एकचोटि मैले पोतेको हो कि हो अब एकछिन हात धौ अनि एकछिन सुक्नुपर्छ एकछिन पोख सर्टेज रहेछ क्या गाइस अनि त्यही भएर
सक्यो क्यामेरा त आइफोनको जत्तिकै आउँदो रहेछ त्यसमा फेरि हामीले चाहिँ बाहिर त्यो बनायौँ अनि यहाँ यिनीहरू मामा भान्जीले बनाउँदैछन् के बनाउँदैछन् ए के बनाएको बेबी साथीहरू हेलो केटी के बनाउँदैछ गर गर यो त बाहुनको छोरो नि होइन कि क्या अरे हिँडी हाल्दैन न के बनाएको खोइ म यहाँबाट हेर्दैछु खोइ त भैली खेल्ने ग्याङ कहाँ पुगे तिनीहरूलाई बोलाएर भैली खेला भन्नु पर्यो है कहाँ गए साथीहरू अनि म चाहिँ यहाँनिर चाहिँ थप यो भाइले बनायो यहाँसम्म चाहिँ अनि उसले चाहिँ भ्लगको लागि गरे है भनिरहेको अनि यहाँ चाहिँ मैले बनाएको हो साथीहरू होइन मैले बनाएको हो गाइस होइन होइन यो उयो मामाले बनाइसकेको गाइस हो सरोज मामाले बनाएको अनि यहाँबाट चाहिँ मैले बनाएको सलै छ रुवामा लाग्छ भनेर नबनाएको भाइ त्यसो थ्याप नगर न ऊ बनाऊ के अरे यस्तो यस्तो के अरे नबना न तर ए भयो दुइटा भयो कस्तो पातलो भएछ नि अन्त पानी अलिकति हाल त अब म बनाइदिन्छु स्वस्तिक यसले त यसले हुन्छ म बनाउँछु खै पातलो सिस्टर पातलो छ अनेक गर्नु परेछ धेरै पातलो भएछ पर अबिर हाल्नु पर्यो नि त अलिकति अबिर यसले त यहाँ होइन अलिकति अबिर यसरी पर्दैन यसरी जान्छ के यसले पर्दैन भाइ अबिर मात्रै भयो अबिरको मात्र हुन्छ कि होइन हो कि मलाई यहाँ थप्नलाई ए थप्नलाई चाहिँ चाहिन्छ पहिला त्यो बनाउनु न त स्वस्तिक बनाऊ अनि थप्नु यो भ्लग पनि अलिक मोबाइल सिधा बनायो भने राम्रो आउँथ्यो नि भ्लग बनाउने यस्तो गर्ने भनेर राखेको मान्छेले चाहिँ सिधा त हो यहाँ भन्दा सिधा कस्तो यस्तो 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 हुन्छ मोबाइल सधैँ होइन अघि त तिम्रो सर बान्दा यस्तो भएको कि अनि हेर न गाइस उसलाई चाहिँ भ्लग बनाएर जस नलिने मान्छे चाहिँ यही हो केही अनि गर्नु मलाई भ्लग बनाऊ के बनाऊ भन्ने मान्छेलाई क्यामेराम्यान त बन्नु पर्यो नि गाइस अबबाट म क्यामेराम्यान यस्तो खतरा क्यामेरा कत्रो पानी हाल्नु फेरि रोक्नु राय यही हो त यो बनाएको लक्ष्मीको पाइला रे साथीहरू यो म खतरा पाइला बनाउ ल कस्तो बनाइरहेको छ हेरेन उल्टो गाइस म यहाँ सुस्ती बनाउँदैछु यहाँनिर फोरो भयो हो त बनाऊ उल्टो बनायो भने न नगर यो मुसा अरे यो मामुले मलाई च्यालेन्ज दिइरहेछ यता त्यो हुन्छ यसले हो है गाइस यता हेर्नु त यहाँ हेर्नु न नानीले गाइस यहाँ हेर्नु न यसले हो है यो नानीले हो नगर एकचोटि हुन्छ अनि कस्तो बनाइन्छ म अहिले आमा नानी बाबाले भन्ने पनि त्यसो गर्नु हुँदैन नि त लक्ष्मी आउँदैन हाम्रो कोसँग लक्ष्मी आउँदैन नि फेरि ल घर घर नि बनाउनु यहाँ सकाएर मेरो घर अलरेडी लक्ष्मी यही त मेरो लक्ष्मी ओमाई मेरो लक्ष्मी नाम नि फाबी लक्ष्मी हो नि मेरो बुबा छ अनि गाई चाहिँ यस्तो लक्ष्मी हुन्छ त यस लक्ष्मी त ज्ञानी हुन्छ यो त टु मच छुच्चो छ लामो भयो लामो बनाऊ लामो भयो बनाऊ थोरै लामो अलिकति उता हो ल भाइ ए यहाँ यही अनुसार बनाऊ सिधा नगर न एकचोटि अहिले यो लक्ष्मी नि के भएको हो लक्ष्मीले लक्ष्मी पूजाको दिन छुट्छ कि क्या हो यहाँबाट हुन्छ भाइले त बनाइसक्यो यहाँबाट हुन्छ है नरिसन बेबी एकछिन यो नानीलाई पूजा गर्न आउँदैन मैले झन् स्वस्तिक बनाउन सिकाइरहेको छु ट्रेनिङ दिएको दिइरहेको छु ट्रेनिङ ढोक्नुपर्छ ढोक कुन चाहिँ यस्तो पो हो व्हाइटमा पुस्छ है यहाँ हेर्नु त गाई पुस्छ है यहाँ हेर्नु त गाई मलाई कुटेको मलाई कम त कुट्यो लक्ष्मी हेर्नु त गाई लक्ष्मी रिसाइसकेन त लक्ष्मी रिसाइहाल्यो नि आमा बाबा लक्ष्मी पसुन यो पसलभित्र लक्ष्मी रिसाएर हेर्न अन्त यहाँ लक्ष्मी रिसाएर केही छैन यहाँ मेरो छोरीलाई कसले के गरेको
लक्ष्मी रिसाए अघि त बहुत धुप्पै बसेर राखेर मलाई नि कति आइन्छ ल टिका लगाइदिनुहोस् मलाई यहाँ टिका लगाइदिँदै हुनुहुन्छ कहाँ लगाइदिनु माथि लगाउनु म चाहिँ यसपालि मसित बिहे खानु पाइयोस् ओ माई गड के भन्नुहुन्छ अनि अर्को साल छोरा अथवा छोरी हेर 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 बोलेको लक्ष्मी पूजाको दिन यस्तो बोलेर हुन्छ बा योभन्दा राम्रो आशीर्वाद केही छ अरू बाङ्गो भएको हो कि क्या तिम्रो टिका जहिले बाङ्गो हुन्छ जहिले बाङ्गो हुन्छ भाग्यमानीको टिका बाङ्गो हुन्छ अरे अनि टिका बाङ्गो भयो भने चाहिँ के हुन्छ पो भन्थे टिका बाङ्गो हुनु राम्रो हो अरे सिन्दुर बाङ्गो हुनु टिका बाङ्गो हुनु राम्रो हो अरे सिन्दुर बाङ्गो हुनु राम्रो होइन टिका बाङ्गो हुनु चाहिँ हो र टिका लाउँदा जहिले बाङ्गो हुन्छ मेरो तिम्रो खोइ यस्तो मोबाइल गरेर अलिक हल्का बाङ्गो भएको टिका लगाइदिएको टिका बाङ्गो भएको छ अरे तर ठिकै छ छैन अनि राम्री चाहिँ किन गएको यहाँभित्र ओके छ त पैसा चाहिँदैन टिका भएर यत्रो आशीर्वाद दिँदा नि पैसा चाहिन्छ त भाइ पैसा चाहिन्छ र तिमीलाई पढेर आमै टिका लाउँदै आऊ म लगाइदिन्छु मेरो बच्चीलाई टिका आऊ मसँग त पैसा छैन फेरि हामी चाहिँ यहाँनिर विशाल बजार घुमाएको साथीहरू वेलकम साथीहरू हामी यहाँ घुमाएको त्यो मान्छेहरू चाहिँ वेलकम छ भन्छन् यहाँनिर हामी बसन्तपुरमा आएको छौँ साथीहरू के अरे विशाल बजार आएको छौँ यहाँनिर चाहिँ एकदमै तिहारको चहल पहल लागिरहेको छ यहाँतिर कस्तो राम्रो क्या पहिलाको जस्तो छैन क्या पहिला है कस्तो एक झिलमिली बत्ती हालिरहेको हुन्थे अहिले त छैन नि पहिला त यहाँतिर पुरै टाँगिरहेको हुन्थे बत्तीहरू अहिले त खोइ त मान्छेको मात्र भिड छ यतातिर चाहिँ यो लागिरहेको छ कस्तो फेरि यहाँतिर चाहिँ सामानहरू एकदमै बेच्न राखिरहेको रहेछ सामानहरू अनि हामी चाहिँ यहाँनिर पहिला विशाल बजारमा कस्तो राम्रो हुन्थ्यो क्या अनि कस्तो रहेछ भनेर हेर्न आएको साथीहरू यहाँनिर हेरौँ कस्तो बनाएको रहेछ एकछिन देउसी भैलो सुरु हुँदैछ साथीहरू र चाहिँ देउसी भैलो खेल्न लागेको रहेछ अनि हामी यहाँ आइपुग्यौँ तर पहिला कस्तो रमाइलो हुन्थ्यो साथीहरू यहाँ पहिला कस्तो रमाइलो हुन्थ्यो आज अहिले त केही छैन है पहिला कस्तो हुन्थ्यो अब उतापट्टि हेरौँ कस्तो रहेछ उतापट्टि चाहिँ कस्तो रमाइलो हुन्थ्यो बरु यहाँनिर रहेछ हिराको अनि हामी यहाँ पनि आएको थियो क्या तर कस्तो रमाइलो देखिएको थियो ठाउँ बाटो कस्तो डेकोरेसन गरेर अहिले त केही नै गरेर चाहिँ यही झिलिमिली बत्तीमा र यति यहाँ मात्र टाँगेर रहेछ पहिला यहाँतिर कस्तो राम्रो बनाएको थियो क्या अहिले सबजना जनता गरिब भएछन् पहिला कस्तो रमाइलो हुन्थ्यो अहिले त साथीहरू अनि यहाँ पहिला कस्तो डेकोरेसन गरेर कस्तो राम्रो हुन्थ्यो क्या यो के अरे गणपति ज्वेलर्सले कस्तो राम्रो गरायो हुन्थ्यो अहिले त छैन केही पनि कम्ता मान्छे हुनुहुन्थ्यो यहाँ गणपति ज्वेलर्सको यहाँनिर अहिले त कोही सुन्नुहुन्न केही छैन हामी चाहिँ यहाँ फोटो खिच्न भनेर आएको साथीहरू हामी चाहिँ अनि पसलमा पूजा गरेर घरमा आइसक्यौँ घरमा आएर नि मैले बनाउन जानु लागेको हजुर अनि यहाँ छोरी आएकी चाहिँ मलाई साथी चाहिँ अनि अब म चाहिँ यहाँ रङ्गोली बनाउँछु लिपिसाको साथीहरू अब म चाहिँ यहाँ रङ्गोली बनाउँछु तिमी रङ्गोली बनाउनु आएको ए ओके अब रङ्गोली बनाउने है हामी साथीहरू अनि मैले चाहिँ लक्ष्मी पूजा गरेँ यतापट्टि फोटोहरू सजाएर बत्ती बालेर यतिको बनाएँ अनि फलफुलहरू पनि चढाएँ मैले चाहिँ यसरी अनि मैले लक्ष्मी पूजा गरेँ साथीहरू घरमा चाहिँ अनि खासै धेरै ऊ थिएन क्या अनि मैले यसरी रङ पूजा गरेँ अनि
धुप बालेर अनि राखेँ म चाहिँ यसरी पूजा गर्दैछु अनि घरमा चाहिँ यसरी सजाएको थिएँ साथीहरू अनि मैले चाहिँ पूजा गरिसकेर धुप बालेर राखिदिएँ अनि भित्तामा चाहिँ मैले भाइलाई स्वस्तिक बनाउन लगाएको थियो स्वस्तिक चाहिँ त्यस्तो बनाएको रहेछ अहिले भिडियो हेरेपछि थाहा भयो त्यतिखेर यादै गरिनँ यस्तो उल्टो बनाएको रहेछ अनि हामी चाहिँ यसरी पूजा गरिसक्यौँ मन्दिरमा यहाँ लक्ष्मी पूजा चाहिँ लक्ष्मीको पूजा गरिसक्यौँ सो अब चाहिँ हामी यहाँ चाहिँ लक्ष्मीको पूजा गरिसक्यौँ अब चाहिँ यहाँबाट हामीले यसरी बाहिरबाट त्यहाँबाट चाहिँ यसरी लिएर आयौँ यहाँ अनि यसरी पूजा गऱ्यौँ सो गाइज आजको ब्लग चाहिँ यति नै सबैजनाले हेरिदिनु होला र यो भिडियोलाई लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु थ्याङ्क यू सो मच बाई बाई